के गर्नुपर्छ यिनीहरूले यो भवन जलाउनेहरूलाई त्यतिखेर झ्याप्के झ्याप समातेर यिनीहरूलाई कारवाही गरेर किन मान्छे मार्नेपट्टि लागे किन भवन जलाए भने अहिले यिनीहरू फेरि मन्त्री भएर यिनीहरू फेरि पदमा छोडेर पदलाई राजीनामा दिएर चुनावमा उठ्न पाउँछ यो नीति नियम छ कहीँ संविधानमा छ यो कहीँ यो 72ले मानेको 72 त उनीहरूले बनाएको संविधान हो उनीहरूले बनाएको संविधान उनीहरू मान्दैन भने हामीले चाहिँ किन मान्ने यिनीहरूले चाहिँ विपरीत ढङ्गले चाहिँ देश चलाइरहेको छ अब यसमा यिनीहरूलाई कुनै हातमा पनि यिनीहरूले छुट पाउनेवाला छैन बालेनले एकदम गल्ती छ बालेनको बालेन त नगरको चाहिँ जनताको चाहिँ बालेन हो नि हाम्रो विचारमा त दलीय देश र जनताको लागि अहिले देशमा त्यो अब आउँछ त हामीले ल्याउँछौँ हामीसँग सबै भइसक्यो अब यो राज संस्था स्थापना पुनर्स्थापना गर्नु पर्यो संहिता खारिज गर्नु पर्यो बल आधार सबै तपाईँलाई दिन्छौँ हामीलाई आउनुहोस् 2 महिनामा ल कागज गर्नुहोस् 4 महिनामा हामी व्यवस्था गर्नु हामी तयार आज होइन होइन फागुन 7 गते मैले भने उहाँहरूले भन्नुभएको हो यो अहिले ऊ संसद मैले भने होइन 7 गते चुनावभित्र हामीले यो काम गर्नुपर्छ चुनावभित्र चाहिँ जुनसुकैमा चुनाव